सुनिदिने रानी भएको अवस्थामा पनि ठिकै थियो। आज जङ्गलमा बसेर बाघ भालु इत्यादिको आवाज र तिनीहरूको गर्जनाका साथमा तर्सिँदै आफ्नो बालकलाई बचाउँदै बसेको अवस्थामा पनि उनी उत्तिकै शान्त रहिन्। उनलाई कुनै प्रकारको चित्त दुखाइ भएन। बालक ध्रुवको उमेर जम्मी लगभग 5 वर्षको हुँदै थियो। त्यही बेलामा बच्चा नहुन् खेल्दै 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 साथीहरूको साथमा खेल्दै खेल्दै राजाको दरबारमा पुग्दा भए। राजाले यसो हेरे, आफ्नो पुत्र आफ्नो सम्पूर्ण चेहरा उसैमा छापिए जस्तो आफ्नो पुत्रलाई बालक स्वरूपबाट आएको देख्दा राजालाई पनि मन भरिएर आयो, भावुक बने राजा। अनि राजाले बालक ध्रुवलाई लगेर आफ्नो काखमा राखे, शिर सुँघिदिए, शिर सुमसुमाए, आशीर्वाद दिए, आँखा टिलबिल टिलबिल गर्दै माया गर्न लाग्यो। त्यो गरेको सुरुचिले देखिन्। सुरुचिले देख्दाखेरि उनलाई डाहा भयो। राजाले आज ध्रुवलाई काखमा राख्ने, भोलि गद्दी नै दिने गरे भने त मेरो छोराले के पाउला? न त मेरो छोरा राजा बन्न पाउँछ, किन उनीहरूले जेठो उही हो, न त म राजमाता बन्न पाउँछु। उसको सत्ता आयो भने फेरि मेरो पनि त्यही हालत हुनसक्छ भनेर रिस गर्दै डाहा गर्दै सुरुचि गइन्। अनि आफ्नै पिताको काखमा बसिराखेका ध्रुवलाई विभिन्न प्रकारका दुर्वचनहरू बोल्दै हातमा समातेर लतारेर तल पछारिन्। भनिन्, ए ध्रुव, तैँले सम्झेको होला, सोचेको होला आज म बाको काखमा बस्छु, भोलि म सिंहासनमा बस्छु भन्ने सोचेको होला। तर तेरो यो सपना कदापि पुरा हुने छैन। तेरो यो सपना कदापि पुरा हुने छैन, किनकि त मेरो कोखबाट जन्मेको होइनस्, त मेरो सौदाको कोखबाट जन्मेको होस्। जसको कोखबाट त जन्मेको होस् नि, त्यसलाई त राजाले आफ्नो नोकर्नी बराबर पनि सम्झिँदैन। बुझिस्? तँलाई यहाँ आएर यो राजगद्दीमा आएर बस्ने, यहाँ घरभित्र आउने कसले अधिकार? सुन एउटा कुरा, यदि तँलाई यही राजाको गद्दी प्यारो छ, यहीँ आएर बस्ने इच्छा छ भने त जङ्गलमा जा, जङ्गलमा गर, तपस्या गर। तपस्या गरेर देवतालाई प्राप्त गरिस्, भगवान्लाई प्राप्त गरिस् भने भगवान्सँग वरदान माग, मलाई सुनीतिको होइन सुरुचिको छोरो बनाइदियो भनेर वरदान माग, मेरो कोखबाट जन्मिस् भनेपछि मात्रै तँलाई राजगद्दी मिल्ला, नत्र तँलाई यहाँ बस्ने अधिकार छैन भनेर विभिन्न प्रकारका गाली गलौजका साथमा, ताडना पीडका साथमा त्यहाँबाट लथार्दै पतार्दै निकालिन्। ध्रुवजी महाराजलाई पनि क्षत्रिय स्वभाव हो नि त। क्षत्रिय स्वभाव त विचित्र प्रकारको हुन्छ। प्रत्यक्ष रूपमा प्रतिकार गर्न नसके तापनि ओढ कमाउँदै चेहरालाई रातो रातो बनाउँदै भुक्क भुक्क गर्दै रुँदै रुँदै त्यहाँबाट आमा भएको ठाउँमा रुँदै रुँदै आएको आफ्नो छोरालाई देखेर आमाले सुनीतिले विभिन्न प्रकारले सम्झाइन्। बाबु किन रोएको? विभिन्न प्रकारले सम्झाउँदा पनि बालक ध्रुवले सम्झेनन्। बालक ध्रुवले भने, हे आमा, मलाई जङ्गलमा जानु छ, गएर तपस्या गरेर भगवान्को तपस्या गरेर आउनु छ, तपस्या गरेर आएर म पिताको राजगद्दीलाई प्राप्त गर्नु छ, हे आमा मलाई जान देऊ भनेर भन्छन्। कसले के भनेर भन्दा सबै साथीहरूले सुरुचिले भनेका सबै कुराहरू बताइदिइसकेपछि सुनीतिले फेरि बालकलाई सम्झाउँदै भनिन् कि हे बाबु, तेरो यो उमेर राम्रो र नराम्रो सोच्ने उमेर त होइन, तैपनि सुरुचिले मैले भन्दा अलिकति बढी नै उनले तँलाई माया गरेछन्। मैले त तेरो बाउलाई पनि राम्ररी चिनाउन सकेकी थिइनँ, तर सुरुचिले त बाउका पनि बाउ नारायणलाई चिनाउने बाटो देखाइदिएछन्। उनलाई नराम्रो नसम्झेस् है बाबु, किनभने राजाले मलाई रानी त होइन नोकरी पनि मान्दैन, अनि म रानीको स्थानमा नभएपछि त राजकुमार कसरी हुन्छ र बाबु? म जस्तो अभागिनीको कोखबाट जन्म लिएका कारणले गर्दा नै तैँले दुःख पाउनु पर्यो, क्षमा गर बाबु। हो, तैँले रोजेको बाटो ठिकै छ, यहाँबाट जा त, गएर हरिभजन गर, तपस्या गरेर भगवान्लाई प्राप्त गर। यस्तो प्रकारले आमाले पनि आशीर्वाद दिइसकेपछि बिचरा बालक ध्रुव 5 वर्षको उमेरमा त्यो कुटी पनि त्यो आँगाको स्थानलाई पनि छाडेर अब जङ्गल हिँड्न थाले। तर बिचरा कठै 5 वर्षका बालक, जसलाई हरि भन्ने कस्तो चरीको नाम हो भन्ने कुरा थाहा छैन। ऊ उडेर आउँछ कि, ऊ दौडेर आउँछ कि, ऊ रुख झैँ भनेर बसेको छ कि के हो हरि, कुन हो भगवान् नारायण? हरिलाई तपस्या गर्छ भनिन् आमाले, तर को हो हरि भन्ने कुरा उसलाई थाहा छैन। कहिले चिन्ने उनले मौकै प्राप्त गरेका थिएन। यसरी हिँड्दै थिए, घनघोर जङ्गल छ, ठुल्ठुला बाघ भालुहरू, अनेक किसिमका नराम्रा उग्र जीवहरू छन्। त्यही भए तापनि नडराइकन निर्डर भनेर म तपस्या गर्नु छ भन्ने हठ लिएर ध्रुवजी महाराज त्यहाँबाट हिँड्दै हुनुहुन्थ्यो।
यता जङ्गलको बिचमा पुगेको बेलामा देवर्षि नारद मुनि ठ्याक्क त्यहाँ आउनुभयो। नारद मुनिको जसलाई दर्शन भयो, नारद मुनिले जसलाई कृपा गर्नुभयो, त्यो व्यक्ति वास्तवमा महान बनेको छ। हेर्नुहोस्, वेदव्यासी जसले यो 18 महापुराण लेख्नुभयो नि, उहाँको गुरुको नाम नारद हो। वेदव्यासीको गुरुको नाम पनि नारद हो। वाल्मीकि ऋषिको गुरु पनि नारद नै हो। वाल्मीकि ऋषिको गुरु नारद, वेदव्यासी महाराजको गुरुको नाम नारद, प्रहलादजी महाराज हिरण्यकशिपुको छोरा भइकन पनि भक्त भएको उहाँको गुरुको नाम नारद र ध्रुवको गुरुको नाम पनि नारद। कस्ता कस्ता महान महान शिष्यहरू बनाउनु भयो नारद मुनिले। हेर्नुहोस् त, आजकल नारद नामलाई दुरुपयोग गरेका छन् व्यक्तिले। जो पुरौटे छ, जो नराम्रो स्वभावको छ, एउटाको कुरा अर्कालाई गरेर लगाउँछ, त्यसलाई नारद भन्छन्। तर त्यो नबुझेर हो। वास्तवमा नारद बिना शास्त्र अधुरो छ, नारद बिना सम्प्रदाय अधुरो छ, नारद बिना हाम्रो सनातन अधुरो छ। त्यस्ता प्रकारका महान महापुरुष महर्षि देवर्षि नारद त्यहाँ आउनुभयो। देवर्षि नारदलाई देखेपछि उहाँले हात जोड्नुभयो, तर नारद यही हो भनेर चिन्नु भएन। बिचरा बालक थियो भने नारद मुनिले आइसकेपछि सोध्नुभयो, बाबु यो घनघोर जङ्गलमा तिमी एक्लै कता हिँडेका, कहाँ जान्छौ तिमी भन्दा उहाँले जस्ताको त्यस्तै भन्नुभयो, म त भगवानको तपस्या गर्नको लागि भनेर हिँडेको, भगवानलाई खोज्न भनेर हिँडेको। उहाँले तपस्या पनि भन्नुहुन्न, म खोज्न भनेर हिँडेको, भगवानलाई प्राप्त गरेर वरदान पाउनु छ, म भगवानलाई खोज्न हिँडेको भनेर भन्यो। नारद मुनिले सोध्नुभयो, बाबु के भएर भगवानलाई खोज्न हिँडेको भन्दा म महाराज स्वयम्भुको पुत्र हुँ, के महाराज उत्तानपादको पुत्र हुँ। मेरी विमाता, मेरी सौतेनी आमा सुरुचिले भनेको वचन, सुरुचिले भनेका कारणले गर्दा म भगवानलाई खोजेर हिँडेको। उनले यसो यसो भनिन् भन्दा नारद मुनिले फेरि सम्झाउन खोज्नुभयो, बाबु तिम्रो त अहिले ओठै निचोड्दा दुध आउला जस्तो छ। यस्तो उमेरमा कसैले भनेको राम्रो र नराम्रो कुराको मतलब गर्ने समय होइन। फेरि फर्केर जाऊ तिमी। यहाँ त ठुल्ठुला जनावरहरू छन्, बाघ भालुहरू छन्, तिमीलाई दुःख दिन सक्छन्, यातना दिन सक्छन्, तिमी मर्न सक्छौ, तिम्रो मृत्यु हुन सक्छ बाबु। यहाँबाट तिमी फर्केर गइहाल। नारद मुनिले भन्नु। ध्रुवजीले भन्नुभयो, म जान्न, म फर्केर जान्न, म त भगवानलाई खोज्न हिँडेको, नभेटेसम्म जान्न। फेरि नारदले भन्नु, बाबु तिमी यदि यहाँबाट फर्केर गयौ भने तिम्रा पिता उत्तानपादले तिमीलाई एउटा गाउँ नै दिनुहुनेछ, तिमी एउटा गाउँका राजा बन्छौ, जाऊ। ध्रुवले भन्नुभयो, म जान्न। होइन, त्यति गाउँ मात्रै होइन, तिम्रो पितालाई भनेर मैले एउटा सहर दिलाइदिन्छु, हुन्छ जान्छौ? उहाँले भन्नु, म जान्न। तिमीलाई राज्य नै दिलाइदिन्छु, तिम्रो पिताको राज्य दिलाइदिन्छु, जान्छौ? भन्दा पनि ध्रुवजी महाराजले भन्नुभयो, म जान्न, म त भगवानलाई खोज्नको लागि भनेर हिँडेको, भगवानलाई प्राप्त नगरेसम्म जान्न। हजुरले भनेका र हजुरले दिएका आश्वासनहरू अमृत जस्ता छन्, तर यस्तो हुँदा हुँदै पनि मेरो सौतेनी आमाको वचनरूपी बाणले चिया चिया भएको मेरो मुटुमा हजुरले दिएको उपदेशलाई हटाउने ठाउँ नै छैन। त्यस कारणले मलाई जान दिनुहोस्, नरोक्नुहोस्। बालक ध्रुवले भनिसकेपछि नारद मुनिले अत्यन्त पक्को शिष्य सम्झेर उपदेश गर्नुभयो, एउटा मन्त्र, बाबु तिम्रो त मैले परीक्षा दिएको मात्रै हो, तिमी जाऊ, पुण्य मधुवनमा जाऊ, मधुवनमा गएर भगवानको तपस्या गर। जुन मधुवनमा भगवान श्री हरि, भगवान श्रीकृष्णले दिव्य लीला चरित्र गर्नुहुन्छ, त्यही ठाउँमा जाऊ। यमुनामा स्नान गर, यमुनाकै बालुवामय सामग्रीलाई तयारी पार, अनि तयारी पारेर भगवान यस्ता यस्ता हुनुहुन्छ, त्यस्तो भगवानको ध्यान गर भनेर भगवानको चित्र मानौ। जस्तो प्रकारले ध्रुवजी महाराजको त मनमा अरू केही थिएन, खाली थियो नि, त्यस कारणले खाली भित्तामा चित्र लेखे झै गरेर नारद मुनिले भगवानको चरणदेखि शिरसम्मको सम्पूर्ण वर्णन गरिदिनु भयो। भगवान यस्ता हुनुहुन्छ, यस्ता भगवानलाई यसरी पूजा गर्नु र यो मन्त्र जप्नु भनेर एउटा मन्त्र उपदेश गर्नुभयो, द्वादशाक्षरी मन्त्र प्रदान गर्नुभयो। बोलिए देवर्षि महाराजी नारदजी महाराजको, ध्रुवजी महाराजको द्वादशाक्षरी मन्त्रको उपदेश गर्नुभयो। न त सुतेर निधाएका छन्, यस्तो प्रकारले अत्यन्त विह्वल बन्दै चिन्ता गर्दै बुढेसकालमा घर छोडेर जङ्गलतिर गएर मैले तपस्या गर्नुपर्ने, मेरो त्यो निष्कलङ्क अत्यन्त शान्त सुन्दर, कसैलाई नपेर्ने, आँखामा राखे नबिजाउने, छातीमा राखे नबिजाउने यस्तो प्रकारको छोरालाई मैले आफ्नै आँखा अगाडि आफ्नै एउटी नारद मुनिलाई देखेर राजाले स्वागत गरे, गएर उच्च आसनमा राखे। हजुर आराम हुनुहुन्छ? हजुर कुनै बाघ भालुले पो खायो कि उसलाई कसैले मारि पो हाल्यो के गर्यो होला? मेरो त्यो निष्कलङ्कित बालक मेरै आँखा अगाडिबाट निस्किएर गयो, मैले उसलाई रोक्न सकिनँ, उसलाई यहाँ बस भन्न सकिनँ। म जस्तालाई धिक्कार छ, नजाने यिनै पापी आँखाहरूले उसलाई फेरि देख्न पाउँला कि नपाउँला, म यति आशमा बाँचेको छु हे नारद मुनि भनेर यस्तरी बिन्ती गरिसकेपछि नारद
ध्रुवजी महाराजले जपेको द्वादशाक्षरी मन्त्र। त्यो मन्त्र कुन हो भन्ने पक्षलाई भने यहाँहरूलाई मैले पहिल्यै दिन भनेको थिएँ, द्वादशाक्षरी मन्त्र भनेको 12 अक्षरको मन्त्र, जुन मन्त्रलाई 7 दिन 7 रातसम्म राम्रो गरेर अनुष्ठान गर्यो भने पुमान पश्यति खेचरान हुन्छ भन्नाले ग्रह नक्षत्र तारामण्डलहरू सबैको ज्ञान हुन्छ। त्यस्तो प्रकारको यो अत्यन्त अबोध अत्यन्त गुह्य मन्त्र हो। हामीहरूले पनि त्यो जप्नुपर्ने मन्त्र हो हुनलाई, तर एकैछिन भजन कीर्तनमा पनि गाउने चलन छ, हामीहरूले पनि गाउँ। हरे वासुदेवाय वासुदेवाय ओम नमो भगवते वासुदेवाय 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 ओम नमो महाराज त्यहाँबाट राज्यमा फर्केर आउँदै गर्दा उता कसैले गएर राजालाई खबर सुनाइदिए। राजा पनि साह्रै खुसी भए। धेरै आफ्ना मन्त्रीगणहरूलाई र आफ्ना बन्दीजनहरूलाई सबैलाई त्यहाँबाट ल जाऊ भनेर आज्ञा गरेर सबैलाई स्वागत गर्नको लागि भनेर राजाले पठाए। ध्रुवजी महाराजलाई स्वागत गर्नको लागि भनेर सबै गए। सबैले गएर ध्रुवजीलाई स्वागत गरेर ल्याएर आए। ल्याएर आइसकेपछि ध्रुवजी महाराजले अब यसो हेर्नुभएको 3 जना हेर्नुहोस्, 3 जना, एउटा आफ्नै आफैलाई जन्माउनेवाला आमा पनि त्यही हुनुहुन्छ, अर्को आफूलाई जन्म दिनेवाला पिता पनि त्यही हुनुहुन्छ, अर्को सौतेनी आमा पनि त्यही हुनुहुन्छ। 3 जना एकै ठाउँमा भएको देख्नुभयो क्या ध्रुवले। अब के गर्नेवाला, पहिला कसलाई नमन गर्नेवाला, पहिला त पितालाई गएर पितालाई साष्टाङ्ग धन्यवाद गर्नुभयो। दुईटी आमा दुईतिर हुनुहुन्थ्यो, कसलाई ढोग्ने हो पहिला हैन। अब आफ्नै आमालाई ढोग्ने हो कि सौतेनी आमालाई ढोग्ने हो, उहाँले यसो विचार गर्नुभएको, मेरी आमा आमा मात्रै हो तर सौतेनी आमा मेरो गुरु पनि हो भन्ने सम्झेर पहिला गएर सौतेनी आमालाई ढोग्नुभयो। सौतेनी आमालाई ढोगिसकेपछि अनि आफ्नै आमालाई गएर ढोग्नुभयो। सौतेनी आमाले के अरे सुरुचिले पनि आशीर्वाद दिइन्, चिरञ्जीवी भयो भनेर। उता सुनीतिलाई गएर ढोगेपछि आज 5 वर्षको छोरो 5 महिनापछि फर्केर आउँदा र आफूलाई आफ्नो चरणलाई स्पर्श गर्दा माता सुनीति अत्यन्त आह्लादित हुनुभयो। जस्तो प्रकारले बाछाले छोएपछि गाई पग्रिन्छ त्यस्तै गरेर नै आमाको छातीबाट दुध वर्षिन थाल्यो, आमाको आँखाबाट आँसु वर्षिन थाल्यो। आँखाबाट निस्केको आँसु र छातीबाट निस्केको दुधले बालकलाई छातीमा टाँटेर अभिषेक गरिदिनु भयो। अत्यन्त प्रसन्न हुनुभयो सुनीति। त्यसकारणले सत्कर्म गर्नुपर्छ, प्रतिकूल वातावरण सबै अनुकूल हुँदै जान्छ। राज्य
ओम नमो भगवते वासुदेवाय परिचय भाचारदस्तम सवापस्य परमनंद्रस्य पापान नारायणी भगवती कथमाचित ये वैसे भार्य सहस्राणां सहस्राणि सर्वथा निदसा निर्मल आम नारोप धार्य प्रयोजन मा विशेषय यादि विसंपन्न च गुणे सर्वे चिंतामस्य वेदापन्न पंचसंपद संसाधनै कोटाः सर्व यस्य सा विचलिता सप्तमिया लोकपालैर विप्रार्थ्य सम्पत्ति तथापि तत्सक्ति विसर्ग संस्कार दुःखाय धरिताय बन्धाय मुक्त्या जमर्ति जन्मन शरीरं संसृते भगवते अत प्रसादेन तमक्षं क्षय भाविनी अन्ननिशय सर्वं तम ममाता ख्याम्यतां सति श्री सुखवाद इति प्रसादे गिरे सचतकेन्दुर निष्प्रेण महात्मन नारायण पराधरेण भूतसन विभेति सर्ग वर्ग नरगे स्वपितल्य तदर्चिन्तेनं ते संयगत नानीश्वर लीलया तक्षगन्त कमर्दिर्जन सवनुडे बतावि कृत पुंसो ज्ञाता वेद एवात्मनि निकारं वेदवन्ति कालिन वन्ति सर्व समसत्रात्म प्रकृत्या उपस्थित तस्य गुणेयन्यतम निवाद्यते इदं न जातो विकृतो विनश्यति गीता नरदार सुविनयि यदेता लीलतया कथा प्रत्यक्षतः तन्नमस्कार कथं सर्वसत्ते तथात्मान सर्वगुणाश्रय पराजय किं मन्मयं विचते मुडाय मनसो तथा स्मृता प्रियोन्मते हसानाद्रिसे पुपिननु भरतति वेदता विनिवे स्वयं यद गुणेश्वर तात्रिकवचा यदा मनोरथ स्वभाव सर्वमेन्द्रियं विचारत नित्यमनित्यमन्य स्वतन्त्र तद्विधान तत्सकर्म स्वभावस्ताविदिन तगुणिकाशपतिगं एवं कुलिनं विलपन्नमाना प्रिया वियोगा धर्म सुगन्धं सयवत्वं सकिनिकः शरणविपदकालप्रयुतं विजिन एवं जीवोपश्यन्ते आत्मकायं बुधया नैनं प्राप्स्यत सुतन्त्यपतिमततैनं दिदिगराकरदसुतपुत्र सगुण्यन्त्यक्तत्तचित्तमधरय जय जय हरे नमः सर्वेश्वर गोविन्द हरे मुरारे नाथ नारायण वासुदेव श्रीमन्नारायण नारायण हरि नारायण श्रीमन्नारायण नारायण नारायण
ओहो यज्ञ गरेर पाइँदैन मेरो राज्यमा, यदि यज्ञै गर्ने हो दानै गर्नु छ भने मलाई नै दान गर। विष्णु भगवान् भनेको त मेरो जार जस्तै हो, म पनि त विष्णु हुँ नि, म विष्णुको अवतार हुँ नि भनेर अहङ्कार गर्न थाल्यो। उसले यो भगवान्लाई गरेको अत्यन्त तिरस्कारका कारणले गर्दा सबैभन्दा शान्त स्वभाव भएका ऋषिमुनिहरूलाई पनि शान्तिको बाँध फुट्यो र उहाँहरूले उठेर एकैपटक हुम गरेर हुङ्कार गर्नुभएको थियो। बेन मर्यो। उसको गति शक्ति भनेको त्यति रहेछ। उहाँहरूले गरेको हुम ओम पनि पचाउन नसक्ने, कसैले केही हान्नु परेन, मर्यो। तर घमण्ड भने त्यत्रो। त्यसकारणले अन्याय अत्याचार गर्ने, दुराचार गर्ने, अधर्म गर्ने यस्ता प्रकारका जो पाखण्डीहरू छन् उनीहरूको राम्रो हुँदैन। बेन त मर्यो। बेन मरेपछि फेरि चोरहरू सल्बलाउन थाले। ध्रुवको वंश हो नि, सामान्य त होइन। महाराज ध्रुवको वंश यत्तिकै सेलाउन भएन भनेर वंशलाई फेरि पुनर्जागरण गर्नको लागि पनि तिनै ऋषिमुनिहरू एकत्रित हुनुभयो र उहाँहरूले मन्त्र पढ्दै कहाँ राखेको छ लास खोजेर आमा सुनिताले लगेर राखेकी रहेछन् तेलमा डुबाएर राखेको लास गलेन। नगलेको लासलाई पछाडि ल्याएर आए, मन्थन गर्न थाले। मन्त्र पढ्दै शरीरलाई मार्दै गर्दा पहिला घोडालाई मारेका थिए मन्त्र पढ्दै, त्यहाँबाट पाप पुरुष निस्कियो, त्यसलाई जङ्गलतिर पठाइदिए। अब दुईवटा हातलाई दुईतिर समातेर मन्थन गर्न थाले। जस्तो प्रकारले दाउरालाई दाउरामा मन्थन गर्दाखेरि त्यहाँबाट अग्नि निस्किन्छ, त्यो अग्निमा हवन गरेको अत्यन्त उत्तम मानिन्छ, त्यसलाई अरणी मन्थन भनेर भनिन्छ। मन्त्र पढ्दै पढ्दै दाउरालाई घोटेर निकालेको अग्नि त्यो अरणी मन्थन, त्यो अग्नि स्वामीको काठलाई राखेर बर अथवा अन्य कुनै काष्ठहरू साथमा राखेर घोटेर निकालिन्छ त्यो अग्निलाई। जसरी त्यस्तै किसिमले नै यहाँ पनि माडेर अङ्गलाई माडेर शरीरलाई हातलाई माडेर मन्त्र पढ्दै जीवको आवाहन गर्दै हातलाई मार्दै गरेको, त्यो हातलाई मार्दै गर्दा हातबाट दाहिने हातबाट पनि र देब्रे हातबाट पनि एउटा पुरुष र एउटा नारीको त्यहीबाट प्रादुर्भाव भयो। उहाँहरू पुरुषको रूपमा जो आउनु भएको थियो मन्त्रले बोलाएका कारणले गर्दा भगवान नारायणकै कला स्वरूप अवतार भएको थियो। नारायण विष्णु नै आउनु भएको थियो र देब्रे हातबाट नारीको रूपमा जो आउनु भएको थियो उहाँ लक्ष्मीकै अंश हुनुहुन्थ्यो। जसको नारायणको अंशबाट आविर्भाव भएको थियो उहाँको नाम पृथु भनेर राखियो। जसको देब्रे हातबाट उत्पन्न भएको थियो उहाँलाई अर्ची भनेर नाम राखियो। पृथुजी महाराज र अर्चीजी महारानीलाई राजा रानी बनाएर राखियो। यता महाराज पृथुमा सम्पूर्ण सर्वगुण देखेर सबैले स्तुति प्रार्थना गर्न थाले। उहाँले केही समयको लागि सबैलाई रोकथाम गर्दै आफूले राज्य गर्न थाल्नुभयो। सबैलाई धर्मको शिक्षा दिन थाल्नुभयो। धर्मको शिक्षा दिँदै गर्दा प्रजाहरूले हात जोडे। अहिले धरतीले उब्जनी गर्न छाडेकी छन्, अब के गरौँ? भगवान पृथुले धरती मातालाई शान्त पार्नको लागि, किनकि उनको रोष छ नि त, रिस छ नि, शान्त पार्नको लागि आफूले उग्र रूपलाई धारण गर्नुभयो। गाईको रूप धारण गरेर गाईको रूपमा पृथ्वी धरती माताले कहिलेकाहीँ आपद पर्यो, अप्ठ्यारो पर्यो अथवा सजिलै कुरा पर्यो भने तापनि उनले धारण गर्ने, उनले लिने रूप स्वरूप भनेको गाई हो। गाईको रूपमा धरती माता आउँछिन्। गाईको रूपलाई धारण गरेर उनी अगाडि बढ्दै थिइन्। अनि पृथुले फेरि त्यतिन्जेलसम्म यिनलाई पृथ्वी भनिन्थ्यो, धरती भनिन्थ्यो, वसुधा भनिन्थ्यो, भू भनिन्थ्यो, भूमि अचला अनन्त रसा विश्वम्भरा स्थिरा यस्ता यिनका नामहरू थिए। तर यसलाई पृथ्वी भनिँदैन थियो। महाराज पृथुले जब यिनलाई सम्मान गर्न जानुभयो त्यसपछि यिनले प्रार्थना गरिन्, मलाई हजुरले पुत्रीको रूपमा पनि स्वीकार गर्नु पर्यो, हजुरको कुन छ माथि र बाछो बनाएर धोर्न पर्यो भनिसकेपछि विभिन्न बाछाहरूलाई बनाएर उहाँले औषधिहरूलाई दुहेर अनि आफ्नै नामद्वारा दिनुभयो। धरती मातालाई नै पुत्री स्वरूप भएपछि बाउको छोरीलाई बाउको नामसँग जोडेर नाम लिन त मिल्यो त। त्यस्तै किसिमले उहाँको नाम पृथु। पृथुले धरती मातालाई, धरतीलाई नै जो सबैकी आमा हुनुहुन्छ उहाँलाई पुत्रीको रूपमा स्वीकार गरेका कारणले, आफ्नो छोरीको रूपमा स्वीकार गरेका कारणले गर्दा यी धरतीको नाम वसुन्धराको नाम पृथ्वी भनेर त्यो दिनदेखिबाट रहेको। यस्ता प्रकारका महान प्रतापी महाराज
त्यही ध्रुवको वंशमा अवतार लिनुभयो। पछाडि गएर यही वंशमा एउटा प्राचीन वरिही नाम गरेका वरिषद भनेर पनि भनिन्छ, तिनले पनि राज गर्न थाले। ती प्राचीन वरिही कस्ता थिए त भन्दा सधैँभरि यज्ञ त गर्ने, तर यज्ञ कस्तो गर्ने, कहिले पनि यस्तो सप्ताह इत्यादि सात्विक यज्ञ कहिले नगर्ने। के गर्ने त भन्दाखेरि पूजा छ भन्यो भनेपछि उनका या त पाठो ढल्यो या त भैँसी ढल्यो। यस्तो प्रकारले विभिन्न प्रकारका काठमारको मात्रै यज्ञ गर्थे उनले। न्यु पार्ने, त्यसपछि जीवहरूको हत्या गर्ने। एउटा एउटा न्यु पायो कि जीव हत्या, बस न्यु चाहिएको छ। त्यस्तो गरेर यिनले हत्या गर्ने र पूजा गर्न थालेका थिए। त्यो गर्दै गर्दाखेरि आखिर सङ्कल्प एउटै भए त राम्रो भए तापनि कर्म नराम्रो भएपछि परिणाम त नराम्रै हुन्छ नि त, है? परिणाम नराम्रो हुन्छ। मैले आगोले नुहाउँछु भनेर नुहाउँछु भगवन्तं वासुदेवं प्रपन्नः सप्रियो हिमे। सबैभन्दा प्यारो लाग्छ मलाई भगवान् विष्णुको भक्त। आफ्नो धर्ममा वर्णाश्रम धर्ममा रहेर 100 जन्मसम्म राम्रो कर्म गर्यो भने ब्रह्मलोकलाई पाउने, ब्रह्मलोकमा बसेर पनि 100 जन्मसम्म त्यस्तै किसिमको आचरण गर्यो भने बल्ल मेरो लोकलाई प्राप्त गर्दछ। तर जो भगवान् विष्णुको शरणमा गयो, भगवान् विष्णुको भक्त बन्यो, त्यसले एकै जन्ममा नै मेरो लोकलाई प्राप्त गर्दछ, मेरो स्थानलाई प्राप्त गर्दछ। त्यसकारणले मलाई साह्रै प्यारो लाग्छ। तिमीहरू जाऊ, कहाँ जाने त भन्दाखेरि नारायण शर्मा जाऊ। नारायण शर्मा गएर भगवान् नारायणको यो मन्त्र जप र तपस्या गर भनेर भगवान् शिवजीले 10 जना प्रजेताहरूलाई उपदेश गर्नुभयो, जसलाई रुद्र गीत भनेर भनिन्छ। उहाँले के भन्नुभएको छ त भन्दा एउटा 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 शब्द नाम नामका मन्त्रहरू छन्। पङ्कजनाभाय नमः, ओम पङ्कजनाभाय नमः भनेर भन्नु। पङ्कजनाभ भनेको कमल नयन। यस्तै प्रकारले नमः पङ्कजनाभाय भूतसूक्ष्मेन्द्रियात्मने वासुदेवाय शान्ताय कूटस्थाय सुरुचिषे सङ्कर्षणाय कमल नयन भगवान्लाई नमस्कार छ, वासुदेव भगवान्लाई नमस्कार छ। अनि त्यसपछि स्वयं प्रकाशवान भगवान्लाई नमस्कार छ, सङ्कर्षण भगवान्लाई नमस्कार छ, विश्व प्रबोध भगवान्लाई नमस्कार छ, प्रद्युम्नलाई नमस्कार छ, अनिरुद्धलाई नमस्कार छ, ऋषिकेशलाई नमस्कार छ। यी सबै मन्त्रहरू बताउनु भयो। यस्ता प्रकारले मन्त्र बताएर उहाँलाई उपदेश गरिसकेपछि प्रचेताहरू भने भगवान् शिवजीको मुखबाट दीक्षा ग्रहण गरेर नारायणका भक्त बन्नुभयो। यता छोराहरू भने नारायणको तपस्या गर्न जाने। बाबुले विभिन्न प्रकारको कर्म गर्दै गर्दा नारद मुनिलाई दया लाग्यो। नारद त दयाका खानी हुनुहुन्छ। नारदलाई दया लाग्यो, यिनले गरेको कर्मले यिनको मोक्ष भनेको छैन, अब यिनलाई मोक्षको कर्मको बाटो देखाइदिन पर्यो भनेर ठ्याक्क राजा प्राचीन वरिको दरबारमा नारद मुनि पुग्नुभयो। नारद मुनिले पुगिसकेपछि आउँदा बित्तिकै राजाले उठेर हात जोडे प्रार्थना गरे, मैले धर्म कर्म त धेरै गरेको छु महाराज, मेरो मोक्ष हुन्छ कि हुँदैन भनेर सोधेका थिए। नारद मुनिले भन्नुभयो, ए धर्म कर्म के गर्नुभयो, हजुरले धेरै गर्नुभयो, मोक्षकै लागि सोध्नु भएको छ, यसो माथितिर हेर्नुहोस् त भनेर भनेको। माथितिर हेर्दा त कसैका लामा लामा सिङ छन्, कसैका लामा लामा दारा, कसैका हातमा तलवार छ, कसैले चुच्चोलाई देखारेर बसेका छन्। यो देखेपछि राजा डराए। राजाले भने, के देखेको छु मैले त सधैँभरि तारा चन्द्रमा देख्थेँ, आकाशमा सूर्य देख्थेँ, कहिले बादलै देख्ने कहिलेकाहीँ, आज त अचम्म देखेको छु, भैँसी देखेको छु, राँगो देखेको छु, बोको देखेको छु, अनि पक्षीहरू विभिन्न प्रकारका देखेको छु, तर तिनीहरूको चुच्चो लामा लामा, सिङ लामा लामा, दारा दारा लामा लामा छन्, कसैको हातमा हतियार देखेको छु, के देखेँ मैले भनेर भनेको। अनि नारद मुनिले सम्झाउनु भयो, तिमीले फलानु फलानु ठाउँमा धर्म गर्दाखेरि काटेका हुन्, यिनीहरू कहिले आउला र बदला लिउँला भनेर पर्खिराखेका छन्, भन त तिम्रो मोक्ष हुन्छ कि हुँदैन। अब भनेको हुने त पुरा भिरबाट खसे जस्ता भए। अनि उनले हात जोडेर भने, अब के गर्नु त भन्दा नारद मुनिले भन्नुभयो, सबैभन्दा पहिला आत्मज्ञान हुनुपर्छ। मलाई कसैले चिमोड्दाखेरि दुख्छ भन्ने थाहा भइसकेपछि मैले अर्कालाई चिमोड्नु हुँदैन नि त। मलाई भोक लाग्दाखेरि पिरोल्छ भनेपछि अर्कालाई पनि भोक लाग्छ भन्ने कुरा सम्झिनु पर्यो नि, पर्यो कि परेन? त्यही भएर आत्मज्ञान हुनुपर्छ भनेर नारद मुनिले भन्नुभयो र आत्मज्ञानको एउटा उपदेश गर्नुभयो। कुनै ठाउँमा 2 जना व्यक्तिहरू थिए, एउटाको नाम पुरञ्जन थियो, अर्काको नाम अभिज्ञा थिए। सुन्दै जानु होला, यो कथा बिचमा आएको कथा हो। हुनलाई श्रीमद् भागवतको 4th स्कन्धको 25औं अध्यायदेखिबाट यो कथा सुरु भएको छ। त यो 29 अध्यायसम्म रहन्छ भन्नाले 25, 26, 27, 28, 29 5 अध्यायमा यो कथा विस्तार छ। तर मैले संक्षिप्त रूपबाट यहाँहरूलाई भन्छु, यहाँहरूले ध्यान दिएर श्रवण गर्नु होला। यो आध्यात्मिक कुरा, विशेष आध्यात्मिक कुरा हो। हुनलाई सबै आध्यात्मिक कुराहरू
तैपनि यति प्रसङ्ग भनेर मैले आजलाई बिटमा दिन प्रयास गर्नेछु। त श्री सुखदेवजी महाराजले राजर्षि परीक्षितजी महाराजलाई भन्दै हुनुहुन्छ, नारद मुनि जानुभयो। नारद मुनिले अब राजालाई भन्नुभयो, कुनै ठाउँमा एउटा अभिज्ञात र एउटा पुरञ्जन नाम गरेका साथी थिए। अभिज्ञात त सधैँ आनन्दमय थिए, पुरञ्जन भने अलिकति के भन्दाखेरि अलिक चञ्चल स्वभावका थिए। ती पुरञ्जनले अभिज्ञातसँग भनेछन्, हे अभिज्ञात, मलाई त घुम्न जान मन लागेको छ, रमाइलो हेरेर मन लागेको छ, जाउँ न भने। अभिज्ञातले भनेछन्, मलाई त यहीँ आनन्द छ, मलाई त जाने इच्छा छैन, त्यसो भएपछि म जान्छु भनेर अभिज्ञातलाई छोडेर पुरञ्जन त्यहाँबाट निस्के। त्यहाँबाट निस्केर हिँडेका जब जङ्गल यस्तो बाटोमा जङ्गलमा पुगेका थिए, त्यतिखेर ठुलो हावाहुरी आयो। त्यो हावाहुरीका कारणले आँखा बन्द भए, साराका सारा शरीर चेतना कता गयो कता उड्यो थाहा नै भएन। त्यो हावा र बवण्डर हुरीले आएर उनलाई उडाएर लगेर कहिले कुन गुफाभित्र राखेर निकाल्यो, कहिले कुन गुफाभित्र राखेर निकाल्यो। धेरै पटकसम्म कहिले तालभित्र, कहिले छालभित्र, कहिले कहाँ गर्दै विभिन्न प्रकारका स्थानमा राख्दै निकाल्दै यस्तो प्रकारले हावाकै गतिमा ऊ हिँड्दै गयो। हावाले कहाँ पुर्यायो भन्ने कुरा उसलाई थाहा भएन पुरञ्जनलाई। एक दिनको कुरा हो, उत्तरतिरको हिमालबाट अलिकति दक्षिणतिरको भूभागमा ऊ जब पुगेको थियो, त्यही पुगेको बेलामा उसका विचित्र प्रकारले बिस्तारै आँखा खुलेर यसो हेर्दाखेरि त त्यहाँ हावाहुरी सबै बन्द छ, केही पनि छैन। त्यहाँ एउटा सुन्दर दरबार उसले प्राप्त गर्यो। त्यो सुन्दर दरबार रहेछ। त्यो सुन्दर दरबार कस्तो प्रकारको दरबार उसले भेट्यो भने, त्यो सुन्दर दरबार, त्यो दरबारमा 9वटा त राम्रा ढोकाहरू द्वारहरू भएका। 9 ठाउँ जस्तो हाम्रो यहाँ मन्दिरमा 4वटा ढोका छन्, यस्तै किसिमले 9वटा ढोका भएको त्यो अत्यन्त सुन्दर दरबारलाई उसले भेट्यो। त्यो सुन्दर दरबारलाई भेटिसकेपछि आहा, कहीँ सुन चाँदी हिरा मोती विभिन्न प्रकारका लता लहराहरू लहराइरहेका छन्। विभिन्न प्रकारका सुन्दर जहाँ दिनमै उज्यालो रातै उज्यालो त्यस्तो प्रकारको रहेको छ। यस्तो प्रकारको सुन्दर भवनलाई उसले प्राप्त गर्यो। अनि भवनलाई प्राप्त गरेर यसो हेरेको, आहा कति आनन्द भनेर यसो हेरेको त त्यहाँ कतैतिरबाट एउटी नारी, एउटी छोरी मान्छे आएको उसले देख्यो। पुरञ्जनले देखिसकेपछि ती छोरी मान्छेलाई यसो हेर्दै थियो। छोरी मान्छेका साथमा 5वटा टाउका भएको सर्पमणि र 10वटा अन्य कन्याहरू पनि आए। अनि आउँदै गरेपछि उनले अब सोध्ने विचार गरे, अब हावाहुरी पनि शान्त भएको छ, समय यही हो भनेर ती पुरञ्जनले सोध्न थाले, हे देवी तिमी को हौ, यिनीहरू को हुन्, यो दरबारको मालिक को, यो दरबार कसले बनाएको, अनि तिम्रो गोत्र नाम के हो, यिनीहरूले तिमीलाई के गरिरहेका छन्, यिनीहरू को लाग्छन् तिम्रा। अनि अर्को कुरा, यो 5वटा टाउका भएको सर्प देख्दा तिमीलाई डर लाग्दैन, यो पनि त साथमा ल्याएर हिँडेकी छौ, किन हो। अनि अर्को एउटा कुरा, मेरो नाम पुरञ्जन हो, यदि तिमीले विवाह गरेकी छैनौ भने मैले पनि विवाह गरेको छैन, म कुमार तिमी कुमारी, यदि हौ भने हामीहरूले विवाह गरौँ भनेर प्रस्ताव पनि राख्यो। त्यो पुरञ्जनले प्रस्ताव राखेको थियो। पुरञ्जनीले सबै कुराहरू भनेर यो उनीहरू बस्दै गर्दा अब त्यहाँ बसेको बेलामा पनि के गर्छ पुरञ्जन त यति धेरै खुसीको सीमै छैन। कहिले कुन ढोकाबाट निस्किन्छ, कहिले कुन ढोकाबाट निस्किन्छ, त्यो ढोका पनि एकै ठाउँमा थुपारेको छैन, मिलाएर बनाएको छ। पूर्वतिर 5वटा ढोका, दक्षिणतिर एउटा, उत्तरतिर एउटा, पश्चिमतिर 2टा, यस्तो प्रकारको ढोका भएको त्यो सुन्दर दरबार छ। त्यो सुन्दर दरबारभित्र ऊ बसेको छ। जहाँ निस्किनु पर्ने हो जुन त्यही प्रकारको ढोकालाई प्रयोग गरेर ऊ निस्किने गर्छ। यस्तो प्रकारको हुन थाल्यो। हुँदा के भएछ त भन्दा बिस्तारै उनीहरू बस्दै थिए। क्वचित् एवं कर्मसु संसक्ता कामात्मा वञ्चितो बुधा महिषी यदि तदेव भजौँ हरि हरि उठ्दा बस्दा सधैँभरि भनौँ हरि हरि।
थियो पुरञ्जनीले जे भन्यो त्यही, जे गर्यो त्यही। क्वचित पिबन्त्याम पिबती, पुरञ्जनीले पी भनेपछि पिउने पुरञ्जनीले के अब। अनि पुरञ्जनीले खाई भने खाने, पुरञ्जनीले गाई गीत भने गाउने, पुरञ्जनी रोई भने रुने, पुरञ्जनी हाँसी भने हाँस्ने, पुरञ्जनीले गफ लडाई भने गफ लडाउने, पुरञ्जनी दौडी भने दौड्ने, पुरञ्जनी रोगी बसी भने बस्ने, पुरञ्जनी सुती भने सुत्ने, पुरञ्जनीले सुनी भने सुन्ने, देखी भने देख्ने, सुँघी भने सुक्ने, छोई भने छुने। अनि क्वचित जसो क्षति जाय मनुष्यो क्षति नवत। उता क्लैब्या क्रीडा मृग जस्तो प्रकारले पुतली खेलाउँछन् नि बच्चाहरूले, कोही बेला कतातिरबाट बनाएर भत्काउँछन्, कोही बेला कतातिरबाट बनाएर भत्काउँछन्। नानो यो पुरञ्जन त पुरञ्जनीको पुतली जस्तो भयो क्रीडा यथा। को चिन्तन गर्नेवाला यो पुरञ्जनले पुरञ्जनीलाई सोच्यो, सोच्दा 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 त्यो 5 फणा भएको 5 टाउका भएको सर्प पनि त्यो दरबारबाट निस्केर भाग्यो। दरबारमा चारैतिरबाट आगो लाग्यो, पुरञ्जनको त्यहाँ मृत्यु भयो। पुरञ्जनले अन्तिममा आफ्नी पत्नीलाई सोचेर मरेका कारणले अर्को जन्ममा विदर्भ देशमा वैदर्भी अथवा कन्या भनेर उसले जन्म लिनु पर्यो। जन्म लियो, अब कन्या भनेर जन्म लियो। छोरी बनेर जन्म लिएको बेलामा के भयो भने विदर्भ राजा महान ज्ञानी थिए, उनले मलय ध्वज नाम गरेका राजाका साथमा आफ्नी छोरीको विवाह गरिदिए। विदर्भीको विवाह भयो वैदर्भीको। मलय ध्वज राजा धार्मिक हुनुहुन्थ्यो, धार्मिक राजाका सन्तान जन्मिए। सन्तानलाई आफ्नो राज्य दिएर राजा जङ्गलमा गएको बेलामा पूर्वजन्मको पुरञ्जनी अहिलेको वैदर्भी साथमा गइन्। जङ्गलमा गएर यति धेरै योग तपस्या योग साधना गरे। साधना गर्दा गर्दा त्यो साधनाकै कारणले गर्दा राजा मलय ध्वजको मृत्यु भयो। राजा मलय ध्वजको शरीरलाई चितामा राखेर आफ्नै शरीरबाट योग रूपी अग्नि हुन्छ कि योगाग्नि भन्छ, योगाग्निलाई प्रकट गरेर दाह गर्छु र आफू पनि सती जान्छु भनेर सोच गरिरहेकी थिइन्। तिनै वैदर्भीले त्यही बेलामा पूर्वजन्ममा छाडेर आएको अभिज्ञात नाम गरेको साथी टुप्लुक्कै आइपुग्यो। त्यहाँ गएपछि आयो पहिलाको जन्मको साथी अभिज्ञात आयो। अनि अभिज्ञातले आएर भन्नुभयो, हे देवी तिमी को हौ, यिनी को हुन् जसको लागि तिमीले शोक गरिरहेकी छौ, मलाई चिन्यौ कि नै? अनेक किसिमले भन्दै गर्दा अब उनले पहिला त नचिनेको कुरा भनिन्, पछाडि सबै कुरा प्रस्तुत गरिसकेपछि मैले चिने हो भनेर भनिन्। महाराज कथा तपाईँले बुझ्नुभयो, अब के बुझ्नु र यही यस्तै यस्तै भयो, खै यसको तात्पर्य त केही भएर भन्दा सुन अब भन्नुभयो। नारद मुनिले के भन्नुहुन्छ त भन्दा अभिज्ञात भनेको को हो भन्दा अभिज्ञात भनेको परमात्मा भगवान्। अभिज्ञात भनेको को रे? भगवान् हो। अनि पुरञ्जन भनेको को हो? पुरञ्जन भनेको जीवात्मा। हजुर हामी सबै पुरञ्जन हौँ। जब जीवात्मालाई भगवानबाट बिछुडी भएर आयो, त्यहाँबाट छिटा छुट्टिएर आयो, आइसकेपछि हावाहुरीले विभिन्न प्रकारका ठाउँमा लग्यो, कहिले कुन गुफामा राखेर निकाल्यो, कहिले कुन गुफामा राखेर निकाल्यो भन्नुको तात्पर्य 84 लाख योनि कहिले गाई बनायो होला, कहिले बाछो, कहिले के बनायो होला, विभिन्न प्रकारका जीवहरू बनाउँदै निकाल्दै गएर 84 लाख प्रकारका गुफाहरूभित्र छिराउँदै निकाल्यो। त्यही वायुले हो प्रसव नाम के अरे प्रसुति नाम गरेको वायु, प्रसव नाम गरेको वायु। अनि त्यही वायुको बवण्डरले हामीहरू विभिन्न प्रकारका ठाउँहरूमा घुम्दै 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 उत्तर हिमालको नजिकैको सुन्दर एउटा दरबारलाई भेट्यो। भन्नुको तात्पर्य के त भन्दा भगवानलाई भेट्नको लागि सबभन्दा नजिकको दरबार यो मानव चोलालाई प्राप्त गर्यो पुरञ्जनले, जीवात्माले भनेको। यो मानव शरीर हो त्यो दरबार भनेको, अरू केही पनि होइन। त्यो जस्तो प्रकारले त्यो दरबारमा 9वटा ढोकाहरू थिए, पूर्वतिर 5वटा ढोका थिए। पूर्वतिरका 5वटा ढोका भनेको 2वटा आँखा रूपी द्वार, 2वटा नाक रूपी द्वार, एउटा मुख रूपी द्वार। यसलाई पूर्वतिरका 5वटा ढोका भनेर भनिएको। उत्तरतिरको ढोका भनेको दाहिने कान, के अरे देब्रे कान। दक्षिणतिरको ढोका भनेको दाहिने कान। पश्चिमतिरका 2वटा ढोका भनेको एउटा मूत्रद्वार र एउटा मलद्वार गरेर 9वटा ढोका। यो शरीरमा 9वटै ढोकाहरू छन्। यो दरबारमा 9वटा ढोकाहरू भएको उसले दरबार भेट्यो भन्नाले मानव चोला प्राप्त गर्यौँ हामीहरूले भनेको नारद मुनिले सम्झाउँदै हुनुहुन्छ। त्यति भइसकेपछि त्यहाँ पुरञ्जनी आएकी थिए। त्यो पुरञ्जनी भनेको को हो भन्दा पुरञ्जनी भनेको बुद्धि हो। बुद्धिम तु प्रमदाम विद्या। अब हाम्रो साथमा बुद्धि पनि त आएको छ नि, हो कि होइन? भक्तवत्सल भगवानको एकछिन है, एकछिन यहाँहरू जान हतार भयो। फेरि बिहान यहाँ यज्ञमा आइजा भन्छ, जा भन्छ, यज्ञमा आउन हतार हुन्छ, यज्ञमा आइन्छ। आखिर त्यही बुद्धिको सबै खेल होइन।
हो बुद्धिको पुरन्दरको साथमा विवाह भयो, जीवात्माको विवाह बुद्धिका साथमा भयो, बुद्धिको परवश भयो जीवात्मा। यसको तात्पर्य यो हो। त्यसपछि अब त्यहाँबाट 1100वटा छोराहरू जन्मिए भन्नुको तात्पर्य के त भन्दा विभिन्न प्रकारका परिवर्तनहरू आए शरीरमा। पहिला जन्मदाखेरि नभएका विभिन्न तन्तुहरूको विस्तार भयो भने 110वटी कन्या भनेको त्यस्तै हो। त्यो दरबारमा पछाडि चण्डवेग नाम गरेको गन्धर्वले आक्रमण गर्यो भन्नुको तात्पर्य 1 वर्षको उमेर घट्यो भनेको। चण्डवेग नाम गरेको गन्धर्व भनेको के? 1 वर्षको उमेर। 1 वर्षमा चन्द्रमानद्वारा प्रतिपदा द्वितीया इत्यादि गर्दै जाँदाखेरि 1 वर्षमा 360वटा दिनहरू हुन्छन्। ती 360वटा दिनलाई नै सिपाही भनेर भनेको। 1 वर्षका सिपाही 360वटा भएन। अनि ती सिपाहीका पत्नीहरू पनि 360वटी नै थिए। कोही काली थिए, कोही गोरी थिए। शुक्ल पक्षका रात्रिहरू गोरी थिए, कृष्ण पक्षका रात्रिहरू काली थिए। त्यही हो, कृष्ण काली र गोरी भनेको पनि त्यही नै। यस्तो भएपछि त्यहाँ पछाडि आएर जराले पनि आक्रमण गरी। जरा भनेको के हो त भन्दा बुढेसकाल। कसैले चाहन्छ म छिट्टो बुढो हुन पाएँ हुन्छ कसैले, तर हुन्छ त बुढो। बच्चा जन्मिएको कसैको जन्म भयो, सबैलाई जन्मदिन याद हुन्छ। सबैले जन्मदिनको विशेष महत्त्वका साथमा उत्सव मनाउँछन्। विवाह भएको दिनको विशेष महत्त्वका साथमा उत्सव मनाउँछन्। विभिन्न प्रकारका समयमा घटेका महत्त्वपूर्ण घटनाहरूको एउटा सम्झना रहन्छ। तर म फलाना दिनदेखिबाट बुढो भएको हो भनेर बुढो भएको उपलक्ष्यमा कसैले उत्सव मनाएको छ आजसम्म? कसैले हुँदैन। त्यही बुढेसकालले आएर सबैलाई आक्रमण गर्छ। बुढेसकालको विवाह सबैसँग हुन्छ। त्यो जरा भनेको त्यही। एक दिन न एक दिन बुढापाले आएर छुन्छ। कष्ट मिटे
अब अरू को हुनुहुन्छ पानी
धूप हुनु भगवानको रूप चढाइदिउँ कि फुल धूप
श्रीमद् भागवत महापुराणको श्रीमद् भागवत लगाउनु हुने कर्ता परिवारजनहरूको उहाँका पितृहरूको
के